छ, वार भइरहेको छ, कोही कस्तो प्रभाव परेको? अब यस विषयमा चाहिँ एउटा महत्त्वपूर्ण विषय के छ भने बलस्य बलसङ्घर्षात् अन्यता मपि गरियसी, अर्थात् कतिपय विषयहरू ज्योतिष शास्त्रले एउटा सामान्य ऊर्जाको अध्ययन गर्ने हो। एउटा सामान्य ऊर्जाको भनेको हामीले बृहस्पतिको ऊर्जा पृथ्वीमा यो वर्ष कस्तो आउँछ भनेर हामीले अध्ययन गर्ने हो। बृहस्पतिको ऊर्जा कति मात्रामा पृथ्वीमा आउँछ भनेर हामीले अध्ययन गर्ने हो र त्यो ऊर्जालाई कसरी व्यवस्थापन गरेर लैजान सकिन्छ र त्यो ऊर्जाबाट कति लाभ लिन सकिन्छ भन्ने कुरा ज्योतिष शास्त्रले अध्ययन गर्ने हो। अब यो भन्नु त बन्यो बृहस्पति राजा भए, बृहस्पति भनेका विद्या बुद्धि विवेकका कारक हुन् र हामी सबैका गुरु पनि बृहस्पति हुन् र बृहस्पति राजा भइसकेपछि त सबै कुरा शान्त भएर जानुपर्ने हो, शान्तिको ऊर्जा प्रवाहित हुनुपर्ने हो भन्ने कुराहरू यो ज्योतिष शास्त्रमा हामीले विश्लेषण गर्ने कुराहरू हुन्। तर त्यो ऊर्जाभन्दा पनि शक्तिशाली अन्य ऊर्जाहरू पनि हुन्छन्। म जति शक्तिशाली छु मभन्दा शक्तिशाली हात्ती छ हैन। मेरो आफ्नै ग्रह छन्, मेरो ग्रहमा मेरो जीवनमा मेरो ग्रहमा 120 वर्षको आयु छ। यदि म 120 वर्ष बाँच्छु भनेर चाहिँ म हात्तीको गोडामुनि गएँ भने मेरो मृत्यु निश्चित हुन्छ, किनकि मेरो ऊर्जाभन्दा शक्तिशाली ऊर्जा त्यो हात्तीसँग छ। त्यस्तै प्रकारले ग्रहको ऊर्जा आफ्नो ठाउँमा छ, ऊ सञ्चालित भइरहन्छ, चलिरहन्छ, त्यसले मान्छेका मनका भावनाहरूलाई व्यवस्थापन गरिरहन्छ। तर कहिलेकाहीँ अहङ्कार पनि एउटा ऊर्जा हो। राहुलाई हामीले देख्छौँ, राहुलाई देख्दैनौँ, आकाशीय ध्रुवमा राहु छैन, केतु पनि छैन, तर हामी राहुलाई पनि मान्छौँ, राहुलाई पनि शक्तिशाली मान्छौँ, केतुलाई पनि शक्तिशाली मान्छौँ। यहाँसम्म कि ज्योतिषीहरूले त राहु र केतुको बिचमा सबै ग्रह भयो भने कालसर्पयोग हुन्छ भनेर मान्छेलाई डराउने कामहरू पनि गर्छन्। जब राहुको ऊर्जालाई हामी मान्छौँ किन्तु कि हामीले राहुलाई देख्दैनौँ, त्यस्तै प्रकारले अहङ्कार पनि एउटा शक्ति हो। अहङ्कार पोजिटिभ कहिले पनि हुँदैन। जहाँ अहङ्कार हुन्छ त्यो जहिले पनि नेगेटिभ नै हुने। अहङ्कार पनि एक प्रकारको शक्ति हो र त्यो अहङ्कारको शक्तिले ज्ञान पनि नष्ट हुन्छ। यदि ममा अहङ्कार भयो भने मसँग भएको ज्ञानको के महत्त्व रहन्छ? बृहस्पति मेरा त्यतिकै पनि अस्त भयो त। म जतिसुकै विद्वान भए पनि अथवा जतिसुकै पढिरहेको कुनै व्यक्ति भए पनि, ठुलो गुरु महाराज भए पनि यदि उनमा अहङ्कार छ भने त्यो अहङ्कारले त्यो ज्ञानलाई नष्ट गरे जस्तै ग्रहको गतिबाट प्राप्त हुने जुन ऊर्जा छ त्यो ऊर्जालाई हामी तपाईँ मनुष्यहरूले एक प्रकारको ऊर्जा क्रिएट गर्यौँ। के ऊर्जा क्रिएट गर्यौँ भने यो प्रकृतिभन्दा शक्तिशाली हामी हौँ, यो प्रकृति हाम्रो बसमा छ भनेर हामीले प्रकृतिलाई शोषण गर्न थाल्यौँ। दोहन गर्नु त राम्रो कुरा हो, तर शोषण गर्न थाल्यौँ। जब हामीले प्रकृतिलाई शोषण गर्न थाल्यौँ, शोषण गरिसकेपछि त्यो शोषण गर्ने जुन हाम्रो शक्ति छ त्यो शक्ति चाहिँ ग्रहको ऊर्जाभन्दा पनि शक्तिशाली भयो। अहिले त्यही शक्तिका कारणले गर्दाखेरि, त्यही शोषणका कारणले गर्दाखेरि अहिलेको विध्वंस निम्तिएको हो। किनकि प्रकृतिको शोषणले गर्दाखेरि जति पनि प्रकारका घटनाहरू घटिरहेको प्रकृतिकै शोषणले हो। यदि त्यति धेरै बारुदहरू नभए के जरुरी थियो? त्यत्रा बमहरू बनाउन कुनै जरुरी नै थिएन नि मान्छेलाई। उनीहरूले त्यो प्रकृतिको शोषण गरेर बम बनाए, आज त्यही बम पड्केर उनीहरूलाई नै गाह्रो भइरहेको छ। यी सबै विस्तृत रूपमा अध्ययन गरिने, छलफल गरिने विषयहरू हुन्। र म चाहिँ के भन्छु भने ज्योतिष शास्त्रले वर्तमान समयमा भइरहेको दुर्घटनालाई रोक्न चाहिँ फेरि महत्त्वपूर्ण काम गर्छ। मान्छेको अहङ्कार, तपाईँको प्रश्न, मान्छेको अहङ्कार बढ्दै जान्छ। अहङ्कार बढ्दै गएपछि मान्छे आफूलाई शक्तिमान सम्झिँदै बुझ्दै जान्छ। तर ऊ शक्तिमान बुझ्दै जाँदा उसले गरेका गल्तीहरूमा तैँले यो गल्ती गरिस्, यो गर्नु हुँदैन थियो भन्ने उपदेश दिने व्यक्तिहरू पनि धेरै यो संसारमा अहिले हुन्छन्। जसका कारणले गर्दा बृहस्पतिको ऊर्जा भनौँ, मङ्गलको ऊर्जा भनौँ, आध्यात्मिक ऊर्जा भनौँ, यी ग्रहहरूले तयार गरेको सात्विक ऊर्जा भनौँ, यसको प्रभावले यी सबै कुराहरू केही समयमा शान्त भएर जान्छन्। भर्खर सुरुवात भएको हो, धेरै समयसम्म रहँदैनन् र विश्वमा पनि त्यस्तो प्रकारको ठुलो दुर्घटना केही पनि अब हुँदैन। हालका नेताहरूले देशलाई कतिको उन्नति दिएनन्,
त्यसले गर्दा उनीहरूको सम्पत्ति छानबिनमा चाहिँ ज्योतिषीय आधारबाट चाहिँ के स्पष्ट पार्न सकिन्छ, जति पनि सुनहरू निस्कियो यसमा ज्योतिषीय प्रवृत्तिबाट छानबिन गर्ने केही उपाय छ कि छैन? ज्योतिष त्यो विषय नै होइन पहिलो कुरा त। दोस्रो कुरामा आफ्नो व्यक्तिगत रूपमा केही बोल्दाखेरि चाहिँ व्यक्तिगत रूपमा केही बोल्दाखेरि चाहिँ अनुसन्धान गर्न जरुरी छ कि छैन? व्यक्तिगत रूपमा केही बोल्दाखेरि पनि त्यो बोलीको कुनै अर्थ रहँदैन। त्यस कारणले गर्दा म सबैजनालाई आफ्नो कर्म गर्ने अधिकार छ। सबैले आफ्नो कर्म गरिरहेका छन् र त्यही आफ्नो कर्म उनीहरूले गरिरहेका छन्। त्यो अनुसन्धान केन्द्रले अनुसन्धान गरिरहेको छ होइन, सम्पत्ति शुद्धिकरण आयोगले सम्पत्ति शुद्धिकरणको विषयमा छानबिन गरिरहेको छ भने त्यसमा लगेर ज्योतिषलाई सोधिराख्नुपर्ने किन भनेको भने अनेक कुराहरूको त भविष्य हुन्छ, ज्योतिषहरूले परीक्षण गर्नुहुन्छ, त्यसमा सुधार्नुहुन्छ भनिसके पछाडि त्यसको छानबिनमा पनि केही चाहिँ ज्योतिषको आधार प्रकार केही छ कि? त्यो विषय हामीदेखि बाहिरको विषय हो। हजुर, अन्तिम प्रश्न त्यसो भने विश्वमा भइरहेका घटनाहरूबारे चाहिँ ज्योतिष शास्त्रमा केही विश्लेषण गर्न सकिन्छ कि सकिँदैन र कसरी गर्न सकिन्छ? ज्योतिष शास्त्रमा ज्योतिष शास्त्रले कसैलाई पनि हानि पुर्याउने काम गर्दैन पहिलो कुरा। र ज्योतिष शास्त्रको अनुसन्धान भनेको, ज्योतिष शास्त्रको खोज भनेको जनहिताय हो, प्रजाको हितको लागि हो। के गर्दाखेरि प्रजाको हित हुन सक्छ, सामूहिक रूपमा गरिने के कर्मले चाहिँ सम्पूर्ण जनमानसको हित हुन सक्छ र सबैजना सुखी रहन सक्छन्। सर्वे भवन्तु सुखिनः, यही मात्रै ज्योतिष शास्त्रको मुख्य उद्देश्य हो। यो मुख्य उद्देश्यलाई पूर्ति गर्नका निम्ति व्यक्ति आफै पनि शान्त हुनु पर्यो, व्यक्ति आफै सम्पन्न हुनु पर्यो, व्यक्ति आफै सुखी हुनु पर्यो, गाउँ समाज देश, त्यस पछाडि विभिन्न राष्ट्रहरू र अन्तर्राष्ट्रहरू सुखी हुनु पर्यो। ज्योतिष शास्त्रले के गर्न सक्छ यस विषयमा? ज्योतिष शास्त्रले विश्वका निम्ति, विश्वको सुखका निम्ति, विश्वको कल्याणका निम्ति ज्योतिष शास्त्रले माथिल्लो तहमा भन्दा तल्लो तहमा प्रत्येक व्यक्तिको उसको शारीरिक बनोट, उसले गर्न सक्ने उसको क्षमतालाई ज्योतिष शास्त्रले अध्ययन गर्छ। यदि हामीले सही समयमा सही ज्योतिषीसँग परामर्श लियौँ भने त्यो व्यक्तिले आफूले गर्नुपर्ने र आफूले गर्न सक्ने कार्यको छनौट उसले गर्न सक्छ र उसले आफ्नो जीवनलाई सफल बनाउँछ। व्यक्तिको जीवन सफल भयो भने समाजको जीवन पनि सफल हुन्छ। विश्वको रूपमा ज्योतिष शास्त्रको अर्को महत्त्वपूर्ण भूमिका छ। सूर्य, चन्द्र, मङ्गल आदि जुन 9 ग्रहहरू छन्, त्यो 9 ग्रहको ऊर्जाले नै यो संसार, यो पृथ्वी सञ्चालित भएको छ। पृथ्वीमा रहेका प्रत्येक वस्तुहरू, प्रत्येक चिजहरू, प्रत्येक व्यक्तिहरू, पशु पन्छी जनावरहरू, सबै कुराहरू त्यो सौरमण्डलमा रहेका 9वटा ग्रहका ऊर्जाहरूबाट सञ्चालित भएका छन् भन्ने ज्योतिषीय मान्यता हो। हामीले ती नवग्रहबाट प्राप्त हुने ऊर्जालाई सही क्याल्कुलेसन गर्न सक्यौँ भने हामीले हुन सक्ने, भविष्यमा हुन सक्ने ठुल्ठुला दुर्घटनाहरूको बारेमा अध्ययन गर्न सक्छौँ। तर त्यसको लागि त्यो अध्ययन गर्ने वातावरण चाहिँ क्रिएट हुनुपर्छ, तयार हुनुपर्छ। अहिले त्यस्तो वातावरण छैन र अध्ययन गर्ने, अनुसन्धान गर्ने ठाउँ पनि छैन। एक त थोरै समय हुन्छ, मान्छेले आफ्नो परिवार, व्यवहार इत्यादिमै उसको समय बितेर जान्छ भने उसले त्यो अध्ययन अनुसन्धान पनि गर्न सकिरहेको छैन। तर विभिन्न लेभलमा ज्योतिष शास्त्रमा यस्ता अध्ययन अनुसन्धानहरू भएका छन्। विश्वमा भएका दुर्घटनाहरूको बारेमा ज्योतिष शास्त्रमा ज्योतिषका शास्त्रज्ञहरूले विभिन्न अनुसन्धानहरू गर्नुभएको छ, विभिन्न भविष्यवाणीहरू लेख्नु भएको छ र ती एकदमै महत्त्वपूर्ण छन्। र मलाई लाग्छ ज्योतिष शास्त्रले हामी तपाईहरू सबैको मार्गदर्शन गर्नेछ। धन्यवाद, नमस्कार। अन्तिम एउटा प्रश्न सोधे, विशेष गरेर अधिकांश मानिसहरूले चाहिँ ज्योतिष भन्ने बित्तिकै भविष्यवाणीतिर त्यतातिर जानुहुन्छ र यो देखाउने, चिन्हहरू देखाउने,
साथसाथै राशिफलमा धेरै मान्छेहरूको चासो छ। यो राशिफल हेर्नु अथवा राशिफल देखाउनु यो चाहिँ कति महत्त्वपूर्ण छ अनि यसले साँच्चै दिन्छ कि दिँदैन त जीवन? रामको राशि पनि एउटै, रावणको राशि पनि एउटै। राशिफलले हुँदै हुँदैन थियो राशिफल सही भने यसको ज्योतिषशास्त्रमा चर्चा पनि हुने थिएन। जब ज्योतिषशास्त्रमा चर्चा छ भने केही न केही सत्यता यसमा पनि छ। अरबौँ मान्छे पृथ्वीमा छन्, 12वटा राशि छन्, सबैजनासँग त्यो राशिफल पूर्ण रूपमा मिल्छ भन्ने पनि हुँदैन। हामी राशिफललाई अझै सठिक बनाएर 12वटा राशिको 2083 सालको राशिफल फेरि भन्नेछौँ। आजलाई यति नै राखौँ। हुन्छ, हजुरको समयको लागि धेरै धेरै धन्यवाद। अन्त्यमा हेरिरहनु भएको दर्शकहरूलाई के भन्न चाहनुहुन्छ भने? ज्योतिषशास्त्रमा विश्वास गर्नुहोस्, एकदम राम्रो कुरा हो। तर ज्योतिषशास्त्रमा विश्वास गरिसकेपछि कस्तो ज्योतिषीलाई आफ्नो चिना देखाउने, त्यो चाहिँ चिना देखाउने व्यक्तिले पनि विचार गर्नुपर्छ। यदि हामीले सही ठाउँमा सही व्यक्तिलाई आफ्नो चिना देखायौँ भने उसले समस्याको मुख्य जरो पक्रिन सक्छ। जब समस्याको मुख्य जरो पक्रिन्छ अनि समाधान गर्न पनि सजिलो हुन्छ। यदि समस्याको मुख्य जरो नै पक्रिन सकिएन भने समाधान लाग्दैन, अनि समाधान नलागेपछि तपाईँको पनि मनमा भ्रम हुन्छ। भ्रम के हुन्छ? मैले फलाना ज्योतिषीलाई देखाएँ, उसले यसो गर भनौँ, उसले चाहिँ मलाई 10,000 को औँठी लगाइदियो, उसले 11,000 को रुद्राक्ष लगाइदियो, उसले चाहिँ 11,000 को जाप गरायो, यो गरायो, तर मैले सफलता प्राप्त गर्न सकिनँ, मेरो काम बनिएन भनेर तपाईँको मनमा पनि यो दुःख रहन्छ। तर तपाईँ सही ठाउँमा गएर सही तरिकाले आफ्नो चिनाको विश्लेषण गराउनु भयो, नहतारिकन भने एउटै प्रश्नमा गएर 50वटा प्रश्न सोध्ने पनि होइन। एउटा डक्टर भए ठाउँ गयो, एउटा डक्टर जुन हुन्छ त्यसले पनि एउटा विषयलाई हेरेर अध्ययन गरेर तपाईँलाई विश्लेषण गरेर तपाईँको उपचार गर्दछ भने ज्योतिषीमा पनि गएर एउटा प्रश्नमा आधारित हुनुहोस् र त्यो प्रश्नमा सोध्नुहोस्। सोधेपछि अझै गहिराइमा तपाईँ जानुहोस्, चित्त बुझेन अर्को ठाउँ गएर त्यही प्रश्नलाई सोध्नुहोस्। 4 ठाउँ 5 ठाउँ सोधिसकेपछि तपाईँले आफै पनि एउटा निष्कर्ष निकाल्न सक्नुहुन्छ कि मेरो जीवनमा आइपरेका यी घटनाहरूको कारक फलानो ग्रह हो, फलानो ग्रहको ऊर्जा मेरो शरीरमा कम भएका कारणले गर्दाखेरि मैले यो दुःख पाइरहेको छु। यदि मैले यो चिजबाट यो ऊर्जालाई मैले बढाउन सकेँ भने मेरो यो समस्याको समाधान हुन्छ भन्ने जब तपाईँ निष्कर्षमा निस्किनुहुन्छ अनि मात्रै उपाय गर्नुहोस्। यही भन्न चाहन्छु। सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामयाः, सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःख भाग् भवेत्।